विद्यालय भनेको ज्ञान प्राप्त गर्ने स्थल हो जहाँ शिक्षक-शिक्षिकाहरूले विद्यार्थीहरूलाई शिक्षा दिनुहुन्छ, सही मार्गदर्शन गर्नुहुन्छ र म जस्ता लाखौं विद्यार्थीहरूको बौद्धिक र नैतिक विकासका लागि मद्दत पुर्याउनुहुन्छ। विद्यालय भनेको विद्यार्थीका लागि दोस्रो घर हो। घरमा आमा-बुबा, दाजु-दिदी लगायतका सदस्यहरू हुन्छन् भने विद्यालयमा आमा-बुबा जस्तै माया र हेरचाह गर्ने शिक्षक-शिक्षिका त हुनुहुन्छ नै, साथै सँगै पढ्ने, सँगै खेल्ने र सँगसँगै नयाँ कुरा सिक्ने साथीहरू पनि हुन्छन्। मेरो विद्यालयको नाम माध्यमिक विद्यालय हो। घरबाट 15 मिनेट जति हिँडेपछि म मेरो विद्यालयमा पुग्छु। मेरो विद्यालयमा 10 कक्षासम्मको पढाइ हुन्छ। यहाँ करिब 400 विद्यार्थीहरू र 10 जना शिक्षक-शिक्षिकाहरू छन्। यहाँको वातावरण विद्यार्थीहरूका लागि एकदमै राम्रो छ। मेरो विद्यालयमा पढ्न र ज्ञान आर्जन गर्नका लागि पुस्तकालय छ। त्यस्तै पढाइलाई थप प्रभावकारी बनाउन प्रयोगशाला, कम्प्युटर कक्षाका अतिरिक्त खेलकुदका लागि सफा र हरियाली मैदान तथा विभिन्न खेलकुदका सामग्रीहरू छन्। त्यस्तै मेरो विद्यालयमा विद्यार्थीलाई आवश्यक हुने अन्य आवश्यक सामग्री र सुविधाहरू पनि छन्। मेरो विद्यालयका शिक्षक-शिक्षिकाहरू पनि निकै सहयोगी र अनुभवी हुनुहुन्छ। उहाँहरू हामीलाई राम्रोसँग पढाउनका साथै नैतिकवान र अनुशासित बन्न पनि प्रेरित गर्नुहुन्छ। नजानेका कुरा बुझाउनुहुन्छ। उहाँहरू हामीलाई ध्यान दिएर पढ्नुपर्छ, नबुझेको कुरा सोध्नुपर्छ, कक्षा कोठामा हल्ला गर्नु हुँदैन, नियमित गृहकार्य गर्नुपर्छ, आफूभन्दा ठुलालाई आदर गर्नुपर्छ, आफूभन्दा सानालाई माया गर्नुपर्छ, झुटो बोल्नु हुँदैन, समयको पालना गर्नुपर्छ जस्ता एउटा विद्यार्थीले के गर्नुपर्छ र के गर्नु हुँदैन भन्ने बारेमा उपयोगी कुरा बताउनुहुन्छ र नैतिक शिक्षा दिनुहुन्छ। मेरो विद्यालयमा हरेक हप्ता अतिरिक्त क्रियाकलाप अन्तर्गत विभिन्न प्रतियोगिता र कार्यक्रम पनि हुने गर्छ। हरेक हप्ताको शुक्रबार यहाँ गायन प्रतियोगिता, वाद-विवाद प्रतियोगिता, कविता प्रतियोगिता, दौड प्रतियोगिता जस्ता कुनै न कुनै प्रतियोगिता हुने गर्छ। यसले म जस्ता विद्यार्थीहरूको शारीरिक र मानसिक वृद्धि र विकासमा मद्दत पुर्याउने गर्छ। म पनि विद्यालयमा हुने विभिन्न प्रतियोगितामा भाग लिन्छु। मलाई गाउन मन पर्छ। त्यसैले म विद्यालयमा हुने हरेक गायन प्रतियोगितामा सहभागी हुन्छु। अहिले त म गायनमा धेरै राम्रो गर्न थालेको छु। साथीहरूलाई पनि मैले गाएको मन पर्छ। अब त मैले मेरो भविष्य पनि गायन क्षेत्रमै देख्न थालेको छु। मेरो लागि विद्यालय केवल पढ्ने स्थल मात्र नभएर आफ्नो भविष्यको रूपरेखा कोर्ने स्थल पनि बनेको छ। म मेरो विद्यालयलाई अत्यन्तै माया गर्छु किनभने यसले मलाई शिक्षित मात्र होइन, एक असल नागरिक बन्न सिकाइरहेको छ। मेरो विद्यालयमा शिक्षक-शिक्षिकाहरू विद्यार्थीहरूलाई सही मार्गदर्शन गर्नुहुन्छ र हामी जस्ता विद्यार्थीहरूको बौद्धिक र नैतिक विकास गर्न मद्दत गर्नुहुन्छ। मेरो विद्यालयमा पढाउने मात्र होइन, सिकाउने र बुझाउने काम पनि गरिन्छ। मेरो विद्यालय मेरो लागि दोस्रो घर जस्तै हो, जहाँ मैले नयाँ कुरा सिक्ने, असल साथी बनाउने र भविष्य निर्माण गर्ने अवसर पाएको छु। यहाँको वातावरणले मलाई सधैँ असल, दयालु र अनुशासित बन्न प्रेरित गर्छ।